न्युट्रिसन पनि हुन्छ हो कि नै एउटा प्रोटिन पनि भइहाल्यो अनि हाम्रो के कसरी मेन कस कसरीमा कन्भर्ट भयो भने चाहिँ मैले एउटा मास गयो हो एनर्जेटिक फुड भयो हो कि नै जस्तै हामी एनर्जेटिक फुड के पर्छ एउटा पटेटो पर्छ राइस पर्छ आटाहरू पर्छ मैदा पर्छ है अनि हाम्रो मकै भयो कोलहरू हुन्छ नि कोल हामी चाहिँ कोलेको मकै त्यो पनि हाम्रो एनर्जेटिक फुडमा पर्छ है त्यसलाई किन मेन पर्छ भन्दाखेरि त्यो सबै टोटल गर्दाखेरि कति आउँछ त्यसले मेन पर्छ 200 देखि 250 आउँछ अनि यति खाएपछि चाहिँ एउटा यति खाएपछि मान्छे चाहिँ अगाउँछ अरे एउटा खाएपछि धेरै खाएपछि पर्दा हामी आउने हुन्छ यो पनि हाम्रो त्यसले एउटा मिठो भने चारो पनि आइदिन्छ धेरै खाए सुन्ने अब सिकाको किमा भयो होइन एउटा यहाँ के के माग्दा मैले भन्नु सर अहिले यहाँ सिकाउँदा सबैले फेरि मिलेर काम गर्नु मैले पहिला भनिदिन्छु है ध्यान दिने पेटिस कसरी बनाउनु पर्छ पहिला सुरु पेटीलाई पहिला चिकनलाई किमा गर्नु पऱ्यो पेटी चाहिँ पनि मन चिकनको मन छ बिफ पनि मन छ है यहाँतिर चिकनको बनाउँदा त्यसले बिफको बनाउने बिफको बनाउनु बिफको मासु तो भावना बहुत खराब है 50% खाने का के अरे and 20% fat कोला जुसी हुन्छ 20% खाला मसो fat के गर्नु पर्यो चिकनलाई किमा गर्नु पर्यो प्याजलाई मसिनो काट्नु पर्यो एउटा है अनि चप गार्लिक जस्तै अब यहाँ हामीसँग गार्लिक पाउडर युज भगवान गार्लिक पाउडर युज गर्छौँ कतै गर्न गयो भने काम गर्न होइन यो गार्लिक चप गार्लिक हामीलाई एउटामा जुन हाल्नु पाइयो एउटा अनि त्यसपछि फ्लेभरलाई के छ साल पेपर ओरेगानो यति मात्र अनि एक भनेको बाइन्डिङ गर्नलाई त्यो एकैटा बाइन्डिङ भन्ने के हो ल्यान्डिङ भएको माथि बाइन्डिङ भन्ने के हो बाइन्डिङ भनेको एकजुट गराउनलाई होइन बाइन्डिङ भनेको एकजुट गराउनलाई बाइन्डिङ भन्छ कि एकजुट गराउँछ नि त अन्डाले च्याप्प समाउँछ भने त्यो भएर अन्डा हाल्नुपर्छ है जस्तो फेरि चिकनको ब्रेडमै मोलेर किन अहिले म किमामा न त भन्छ त्यो यो हाल्न हालेर गयो भने त यो कस्तो हुन्छ राम्रोसँग बस्दैन के बाउलो बन्दैन हामीले चाहिँ कस्तो गाउँले काम गर्ने छ अन्डाले त्यसलाई के त बाइन्डिङ हाम्रोतिर हाम्रो नर्मल भइहाल्यो है अनि हाम्रो के यो सस के भन्छ यसलाई बर्गर सस भनेको यो भ्रष्टाचार हामीले यहाँ पहिला कसरी बनाउँथ्यौँ जस अलि माया बनाउँथ्यौँ होइन अस्ति हामीले के सज गराउँथ्यौँ भन्दा पास्ता सलादमा पास्ता सलाद होइन के हाल्थ्यो त्यसमा गार्लिक सुगर के भन्छ के त्यो ससमा के हाल्थ्यौँ हामीले यही त हाल्यो नि अनि यसमा के हालेको पप्रिका मात्र हाल्यो होइन पप्रिका हालेको मात्र हालेको होइन सेम त्यही म्याथमै त्यही मायो केचप मायो मात्र हाल्दा गराएको हुन्छ है मायो केचप अनि वर्सेसाइड सस अनि सिराचा सस स्पाइसी फ्लेभरको लागि यो स्विट यो पनि स्विट भयो होइन अनि के भयो स्पाइसी यसलाई बर्गर सस पनि भने भयो यसलाई ककटेल सस भने पनि भयो अनि यसमा हामीले त्यो तबास्को पनि तबास्को त्यो रेस्टुरेन्टमा गयो भने तबास्को पिरोवाला पिज्जामा दिन्छ नि याद छ बेगरवाला त्यो पनि हाल्न पाइन्छ है बेगर लाने बटमै हुन्छ त्यो त सानो बोतलवाला के यस्तो होइन यो टोरेस्टको अनि त्यो गार्लिक के रे यो हट सस यसलाई बर्गर सस भने पनि भयो कफी सस भने पनि भयो अनि हाम्रो के भन्छ सलाद उसले सलाद कहाँ बसेको नि फेरि त्यो सलाद सिक्ने भने होइन सलाद अस्ति पनि सलाद गरेर एउटा बनाएको आज दुईवटा भयो कोस्तो सलाद दुईवटा भयो कि नै नभुल्ने यो त भइहाल्यो यसमा कन्फ्युजन छैन होइन बेसिसमा अब हटडग हटडगको बने यो बन भयो होइन के चाहियो अनि यो ससरी हाल्ने यहाँ उस चाहिएन यो खाने यहाँको पेट कट गर्नु पर्दैन स्पेस चाहियो यहाँ होइन अनि यसलाई नाइफले भित्रको यसरी अनि उसमा
दिन जाएर बाहिरतिर सुन पहिला पाएको सुन यो यो हटक भयो होइन त्यसमा यो हाम्रो उयो आएको थियो नि काटेर ससी राख्ने ठाउँ राखेको थियो नि यो ससी व्यक्ति उसमा राख्ने ठाउँ राखेको थियो नि त्यसरी बनाउने हो यो अनि त्यसको माथि के राख्नु पऱ्यो बिल गरेको ससी राख्नु पऱ्यो ससी राखेपछि माथिबाट माएर के छ त्यस्तै गार्निस गर्ने ससै त्यही भइहाल्यो हटक यति हो कति सजिलो रह्यो पुल गर्दा बारीको सस राखेको है किन गराएन बारीको सस बारीको सस गरायो मात्रै गरायो बारीको सस सबले गराएको थियो कि नि तिमीले गरायो होइन अनि कोकलाई चाहिँ गर्नु पऱ्यो बोइल गर्नु पऱ्यो होइन अन्डिल कुकसँग बोइल गर्नु पऱ्यो अनि हामीले यो अब यो हटपेटबाट चाहिँ बनाउँछौँ हामीले आज हटपेटबाट अनि त्यसलाई ग्रिल गर्ने अनि त्यो कोकलाई ग्रिल गरेपछि त्यो सस बनाएको सस त्यो कोकसँग मोल्दिने सल्ट पेपर हालेर सल्ट पेपर अनि यो सस पनि बारीको सस मोल्दिन पऱ्यो यो कुकर स्लाइस गरेर स्लाइस गरेर पहिला मार्ने स्लाइस गरेर काट्ने अनि पहिला गडको पिसहरू राख्ने है अनि ब्राउन पनि भित्रबाट राख्ने अनि त्यसपछि स्लाइस अप्सनल भयो अनि सन्डे साइड अप्सनल चिकन के अरे सन्डे साइड एक पनि हामीले गराइसक्यौँ यहाँ स्लाइस कोबी फटाकेर हाल्नु नि पछि पाउनुमा हजुर मजाले धोएर हाल्नु राइस गरेपछि हाल्नु हुन्छ